फिसिङ हन्टी यहीँ रहेछ त यहाँ नि। ल हामी चाहिँ अब यो डुङ्गा चढेर चाहिँ लुलु आइल्यान्डमा चाहिँ आज क्याम्पिङ हान्न गएको। साथी कृष्ण छ, तिलक छ एन्ड माइसेल्फ। सो हामी चाहिँ आज बेलुका लुलु आइल्यान्डमा क्याम्पिङ हान्न गएको छौँ। लुलु आइल्यान्डको क्याम्पिङ रे साथी। This is the main guy. This is the main guy, our leader. But guys, I too much request. This Coast Guard finished, tension finished. Okay? After no problem. This Coast Guard. Police. If you will give the permission, I go. No give the permission, I take here 2 people and then after I. It's okay? I try. I go, I try. Don't try. ट्रिप क्या 2 ट्रिप गरेका? अभी थोड़ा वीडियो बंद करो बाद में। केटाहरु पुरा लुलु आइल्यान्ड बस्नु भनेर आज चाहिँ है। त्यसको नाम हो शान्ति। लुलु आइल्यान्ड अराइभ। टेक्सिनारा। अब हामीले यहाँबाट ट्रेन चेन्ज गर्दैछौँ। यहाँबाट त लेफ्ट राइटमा हो साथी हामी। अब यहाँबाट हिँड्नु पर्ने अवस्था आयो है साथीहरू। ल आइल्यान्डको यात्रा आज रातभरि। हामी रसिया जाँदैछौँ। रसियाको बोर्डर भन्छ साथी। हामी यहाँनिर अमेरिका जाँदैछौँ। केटाहरू राति पानामाको खोला तरेर भाग्दैछ है। ल गुन्डालाई भेट्नु जानु पर्यो। गुन्डालाई ल हाम्रो चाहिँ अब टेन्ट रेडी भइसक्यो। अलिक राम्रो मिलायो ठाडो पारेर। त्यो त ठुलो हुन्छ नि होइन र? त्यसलाई त अझ त्यस्तो बनाउनु पर्छ क्या हो साथी? यहाँहरूको पनि छ नि त एउटा टेन्ट रेडी भइसक्यो। सो
Habibi, come to Abu Dhabi Lulu Island. ल यो चाहिँ 360 भ्यू देखाएको छ, दामी छ। यहाँ तल समुद्रको एरिया देखाएको छ हो। यो साइडमा पुरा हाम्रो फिलिपिनो ग्याङ छ। यो पछाडि समुद्रको मेन समुद्रको जग्गा छ। सो यो सबै इन्डस्ट्रियल एरिया छ। मिस्टर थिलक ल साथी एकछिनपछि खतरा खतरा खाऊ न। मिनापछि एउटा छ। यो हामी कता साइडमा आइयो साथी? यो यता के मिनापोर साइड आएको छौँ हामी है। सेलाइमा त बढी चम्किन्छ, बेसी बढी चम्किन्छ क्या। एउटा छोरो एउटी छोरी पाउला, बिस्को जम्ला सरौसी खाउला, शिरमा श्रीबन्दी, शिरमा श्रीबन्दी, मेरी मायालाई Good morning from Lulu Island. ल चाहिँ लुलु आइल्यान्ड चाहिँ यस्तो देखाएको छ। हामी चाहिँ पर ट्रेनमा सुत्यो। हाम्रो ट्रेन चाहिँ यही हो। उनीहरू सबै फिलिपिनो ग्याङ हुन्, सबै फिलिपिनो ग्रुप। आज फर्किने हो। अब 10:30 बजीतिर लिनु आउँछ। ल हामी चाहिँ हिजो बेलुका यसमा आएर सुतेको थियो। यो पारी चाहिँ पुरा माछा मार्दै चाहिँ रातभरि सुतेको छैन यो गुम्बेहरू त यार। हट तपाईँको मानै यिनीहरूलाई यता यस्तो हेऱ्यो भने छिमरिन पुरा राउन्ड 360 भ्यू। ल ब्रदर बेलुका सुताइ कस्तो भयो तिम्रो? बल भयो नि साथी। रातभरि तिमीहरूले मलाई छेउ खाँदेर सुत्नु दिँदैनौ साथी हो। के गर्छौ त? ल हिजो बेलुकाको चाहिँ क्याम्पिङबाट यसो नेस क्याफे बनाएर खाइयो। यतातिरको वरिपरिको भ्यू चाहिँ यस्तो छ। ल मेरो आइफोनको मोबाइल ब्याट्री गएको, ड्युटी मलबाट सुट हान्दै अब 360 भ्यू छ यस्तो छ। यो पारी पुरा हाम्रो अबुधाबी सिटी। यो साइड मैले नयाँ के बनाउँदैछ यिनीहरूले, त्यही भएर नयाँ समथिङ डेभलप गर्दैछ। माछा मार्ने यता पुरा यस्तो छ हल्ची भ्यू। यहाँ चाहिँ यो चाहिँ बनाएको हो क्या, यिनीहरूले बनाएर हालिदिएको हो क्या। यो प्रायः चाहिँ यस्तै राखिँदा हुन्छ कि यो समुद्र साइडतिर। बिहानी पक्ष लास्टै जाडो हुने रहेछ यार। कृष्ण तिलक ब्रदर यहाँ छ। माछा मार्छु भन्छ साथीले। हिजो बिहानदेखि कुदाएको छ, एउटा माछा मार्सकेको छैन। बिहान भइसक्यो। Good morning from
लुलु आइल्यान्ड अबु धाबी। सो अहिले चाहिँ बिहान उठेर यस्तो फ्रेस भइएछ। यो साइडबाट घाम झुल्किँदै रहेछ। तो सिटी यो साइडमा पर्यो, ब्याक साइड। हामी फ्रन्ट साइडमा बसिएछ। सो हिजो बेलुका यो बिचरा छिरा लिएर आयो। भुरा भुरी माछाहरू यति नहुने रहेछ। हट Albert, how many you catch? Nothing? 4? Show me where? हिँड्नु चाहिँ फिलिपिनो ग्याङसँग हिँड्नुपर्ने रहेछ यार। व्यवस्था अर्को छ यार। हाम्रो अब सर्ट टर्म भइयो, केही भने जस्तो बोक्नु पाएन यार। अचानक निस्केको। आफ्नो फेरि यता अर्को ठाउँमा जाने प्रोग्राम थियो, त्यता गइयो। साथी अचानक ड्युटी जानुपर्ने भयो। Where? This is our camping site. भइसक्यो। माछा ग्याङ यहाँ छ। ग्याङ टु मच फ्यामिली ग्याङ है। Oh my goodness. ओइ 1 2 3 4 लाइन लाएर हिँड्दो रहेछ है। ओह ल कत्रो छ भन्दै हिँडेको छ। यहाँ हेर नि, यहाँ ल ओइ sila sa atin. Paikot-ikot. ल कत्रो रहेछ। ल अब चाहिँ हामी ब्याक टु रुम। प्याकिङ हुँदैछ। यो मेरो ब्याग हो। यो ठिकै रहेछ। कतिमा किनेको थिएँ यो? स्टुगा लिनु आयो। अब हामी जाने हो। It is too much people are there. Let's ready to rock. First batch is ready. त्यो होइन रहेछ। Ready para arriba.
are moving to room. Finally we arrive station. हामी आइपुग्यो अब स्टेसनमा. सो अब चाहिँ रुम जाने हो. जाँदैछन् केटाहरू. माछा साछा भनेर चाहिँ बोकेर हिजो सुक्खा पात माछा पनि मार्नु पाइएन.